मलाई यस्तो रिस उठ्ने भिडियो आयो हैन फर यू पेजमा। मलाई यहाँ पम्पारो तातेर आयो के मलाई हैन। ती दिदीबहिनीहरूले सुनिराख्नु है। रतौलीको उसमा के अरे तपाईँहरूको छोरा हैन एटिएम समाउन आउँछ भन्ने डर लाग्छ भने तपाईँका छोरा अटैचीमा बन्द गरेर राख्नुहोस्, कुमार राख्नुहोस्, बिहा नगरिकन राख्नुहोस् भनेर भन्ने खाले दिदीबहिनीहरूको लागि म यो भिडियो बनाउँदैछु। राम्रोसँग सुन्नु होला है त्यस्ता दिदीबहिनीहरूलाई। अनि तपाईहरु दिदीबहिनीहरू त्यस्ता भिडियो बनाउने जो हुनुहुन्छ तिनीहरूलाई यो भिडियो सेयर गरिदिनु होला। के अरे म के भन्न चाहन्छु भने उहाँहरूलाई पहिला आफ्नो अनुहार हेर्नुस् र आफ्ना बाउआमा हेर्नुस् हैन। पहिला सुरुमा अर्काका बाउआमालाई औला उठाउन भन्दा पहिला आफ्ना बाउआमालाई सम्झाउनुस् कि बाबा आमा मलाई बिहा गरेर अर्का छोरोको अर्का घर नपठाउनुस् भनेर सम्झाउन सिक्नुस् पहिला। सक्नुहुन्छ त? छोरीका बाउआमाले पनि छोरीलाई कति बेला लहटम भनेर बसेका हुन्छन्। आफ्नो कर्तव्यबाट कहिले मुक्त हुम्ला हैन। एउटा बिहा दान गरेर छोरी उम्काइदिन पाएदेखि आनन्द ढुक्क भएर बस्न पाउँथे भनेर छोरीका बाउआमाले सोचेर बसेका हुन्छन्। खोज्न जान पो भएन, मिलेन त हैन। हाम्रो नेपालको संस्कारमा छोरीको बाउआमाले छोरा माग्न जान पो मिलेन त। माग्न जानी त छोराकै बाउआमाले माग्न जाने संस्कार छ, त्यही अनुसारले छोराका बाउआमा माग्न जानी हुन् हैन। अनि छोराका बाउआमा तिमीहरूलाई माग्न जाँदाखेरि तिमीहरूका बाउआमाले दिन्न म छोरी भन्न किन नसकेका? किन नसकेका तिमीहरूका बाउआमाले चाहिँ? मेरी छोरीलाई अटैचीमा बन्द गरेर राख्छु, तिमीहरूका छोरालाई मैले छोरी दिन्न भन्न किन नसकेका तिमीहरूका बाउआमालाई? त्यति तिमीहरूले आफ्ना बाउआमालाई त्यति महान सोच्छौ हैन। अनि ती केटाका बाउआमालाई चाहिँ अनि तल गिराइदिने। तिनै केटाका बाउआमाले पनि त्यो छोरालाई कति जन्म हैन पढाएर हुर्काएर त्यति सक्षम बनाएर एटिएम हाता समाउनी बनाएको त्यो आमाले हो। अनि अलिकति इन्सिक्योर फिल त त्यो आमालाई पनि हुन्छ नि। तिमीहरूलाई अर्का घरभित्र छिर्दाखेरि मलाई केही भन्छन् कि ओहो भन्ने एउटा दकस फिल हुन्छ भने त्यो सासूलाई पनि एउटा बुहारी आइसकेपछि मेरो छोरो चेन्ज हुन्छ कि भन्ने दकस हुन्छ, जललाई पनि हुन्छ। तिमीहरूका बाउआमालाई पनि छोरी बिहा गरेर दिइसकेपछि हैन एउटा छोरीले दुःख पाउँछ कि छोरीको घरबार बिग्रिन्छ भन्ने दकस त्यो छोरीका तिमीहरूका बाउआमालाई पनि हुन्छ। अनि तिमीहरूका बाउआमाले चाहिँ तिमीहरूलाई अटैचीभित्र बन्द गरेर राख्न चाहिँ किन नसकेका? अर्काको छोरालाई हैन बिहा गरेर किन दिएका हैन? त्यति धेरै महान थिए तिमीहरूका बाउआमा भने तिमीहरूका हैन। तिमीहरू त्यति धेरै महान थियौ भने म अर्काको छोरोसँग बिहा गर्दिन, म एक्लै बाँचेर खान्छु, म मेरो कमाइले म एक्लै बाँच्न सक्छु भनेर तिमीहरू किन भन्न नसकेका? गर्वको साथ गरेर भन न, आफू एक्लै पो कमाएर खा।